वेलकम टु माई भ्लग गाइज। म चाहिँ गोसे कुन जानको लागि रेडी भइसकेँ गाइज होइन। ब्याग स्याग पुरै प्याक गरिसकेँ। ब्यागमा धेरै सामान त्यस्तो गरमको सामान त छैन, अलिअलि छ। लेट भइसक्यो। दाइहरू चाहिँ कति बजी भन्दाखेरि यहाँबाट हामी चाहिँ नि दुप्चेश्वरमा आधेबाट चाहिँ नि तालु सालु हुँदै थियो नयाँ रुट चाहिँ जान लाग्यो गाइज होइन। धुन्चेबाट अघिल्लो पालि गइएको थियो र दाइहरू चाहिँ नि बिहानै गइसक्नुभयो क्या। बिहान कति भन्दा 7:30 बजी गइसक्नुभयो। अब म एक्लै छु होइन, सोलो राइड। त्यही भएर अब मलाई चाहिँ कुदाउनु पर्ने हुन्छ गाइज बाटोमा होइन। बाटोमा भ्लग स्लग चाहिँ गर्दिनँ, बनाउँदिनँ, किन भन्दा अलिकति टाइम हुन्छ क्या। मलाई चाहिँ नि सकेसम्म चाँडो पुग्नु छ क्या। त्यही भएर मैले सेफ्टी होइन, ज्याकेट लेदरको ज्याकेट यस्तो बवाल छ यो लेदरको ज्याकेट होइन, खत्रै छ क्या। त्यही भएर मैले अलिकति गरिम त हुन्छ मलाई होइन। र सेफ्टी क्या, मेरो सेफ्टीको लागि चाहिँ मैले लेदरको ज्याकेट लगाइसकेँ होइन। यो ज्याकेट बवालै छ क्या, राइडिङ गियरभन्दा बवाल छ क्या। यस्तो हार्ड छ यो ज्याकेट होइन। अनि फेरि जिन्सको प्यान्ट होइन, अनि फेरि बुट सुट लगाइसकेँ गाइज होइन। अनि ब्याग स्याग ट्याक प्याक गरिसकेँ। बाइक पनि रेडी छ। बाइकको अब तेल हाल्नु पर्ने हुन्छ गाइज। तेल हाल्ने, अनि फेरि चेनमा मोबिल हाल्ने, चेन टाइट गर्ने, मोबिल पनि फेर्नु पर्ने, नफेर्ने अब आएपछि फेर्ने ढिला भइसक्यो। त गाइज है त हेरौँ है त कस्तो हुन्छ। म चाहिँ खतरा बनाउँछु सोचिरहेको छु होइन, हेरौँ है त गाइज। म चाहिँ सिसिपु आइपुगेँ होइन। सिसिपुमा ट्याक्क बाइक साइक रोकेर होइन, म चाहिँ सिसिपुबाट अगाडि बढिसकेँ। यहाँबाट यस्तो बाटो रहेछ क्या होइन, खुड्किला रहेछ के अरे त्यो ढलान रहेछ। अब म चाहिँ यहाँबाट दौडिनु पर्ने हुन्छ क्या गाइज। म चाहिँ पुरै अब होइन मैले माथि दाइहरूलाई भेट्न पर्ने हुन्छ। दाइहरू कहाँ हुनुहुन्छ थाहा छैन, तालु पुगिसक्नु पऱ्यो। हेरौँ गाइज, मलाई कति टाइम लाग्दो रहेछ त तालु पुग्नु। अब हामी चाहिँ होइन फर्स्ट वा है त, फर्स्ट उकालो यो देखेर डाँडा छ नि, यो डाँडा पुरै, यो डाँडा चाहिँ अब उकालो रहेछ है त गाइज। मैले फर्स्ट टाइम हो, हेरौँ कस्तो छ। म चाहिँ हल्का दौडी पनि रहेको छु क्या। मैले चाहिँ भेटाउनु छ गाइज होइन। त्यही भएर म लेट भइसक्यो नि त। अब मैले मेरो एउटा साथी चाहिँ तालु पुगिसक्यो अरे, अनि दुईजना दाइहरू हुन्छ। एउटा चाहिँ साथी नै हो अरे, त्यो साथी र एउटा दाइ चाहिँ नि उकालो हुनुहुन्छ अरे भन्ने चाहिँ मलाई चाहिँ मेरो साथीले फोन गरेर भन्यो गाइज। हेरौँ है त कस्तो रहेछ। वाल हेर पसिना भइसक्यो, वालमा चाहिरहेको गर्नु पर्दैछ। अब यहाँ चाहिँ जुगा लाग्छ क्या। यो तितेपाती हो गाइज होइन। यो तितेपातीलाई चाहिँ च्याट्ट जुत्तामा यस्तो गरेर स्याट घोटेपछि नि जुगा चढ्दैन। यो चाहिँ हाम्रो एन्टिब्याक्टेरियल नेचुरल ऊ हो है, त्यसले थाहा हुँदैन। यो यस्तो गर्नुपर्छ। अब यहाँबाट जुगा लाग्छ। यो चाहिँ अब ले खाउनु लाग्यो। अब हामीले यस्तो गर्नुपर्छ। खतरा होला। ओ माई गड, दामी होइन। मैले धेरै ओभरटेक हान्छु कि। म कति बजे भन्दाखेरि घरबाट होइन, मैले 11 बजे घरमा खाना खाएको थिएँ। 11 बजे खाना खाएर त्यहाँबाट तेल सेल हाल्दा यताउता सामान 11:30 12 त्यस्तै भयो होला। म यहाँ आइसकेँ क्या। अब दाइहरू 7 बजी हिँड्नुभएको माथि हुन्छ र म भेटाइदिन्छु गाई चाहिँ अहिले हेर्नु है त। बाबाले छ क्या घर आएको। अब बाले कसै कुनै जान पर्दैन तँलाई, सबैजना गइसक्नु भयो रे। क्वेसन मात्रै ल बाबा पनि चलिदिन्छु भनेर हिँड्ने मेरो पालोमा नि। धेरै ठाउँलाई के भन्छ? तालु भनिन्छ। तपाईँले बाइक यहाँ कसरी ल्याइरहनु? बाटो छ है? हिउँदोमा आइपुग्छ। तपाईँले हिउँदैमै ल्याउनु भएको है? अहिले त तल ओह्राल्न सकिँदैन है? अहिले त छैन। ए पुल छैन? ए पुल भयो भने बर्खामा पनि यहाँसम्म आउँछ है? पुल बन्दै होला है? पुल बन्दै होला। ए ल धन्यवाद है त। हस्। हिउँदोमा चाहिँ नि तालुसम्म चाहिँ बाइक आइपुग्दो रहेछ है, यो ठाउँसम्म चाहिँ। अघि तल मैले बाइक देखाएको थिएँ, सोधेको पनि हो। यस्तो छ क्या, यहाँसम्म चाहिँ बाइक आउँदो रहेछ हिउँदोमा। अहिले चाहिँ नि बर्खा भएर आएन, तल बाइक लिएर आउनु भएको रहेछ क्या। बवाले हो। हिउँदोमा आउँदा चाहिँ नि गाइज होइन, तालु भन्ने ठाउँसम्म चाहिँ बाइक आइपुग्दो रहेछ। र यो चाहिँ बाटो चाहिँ थाहा छैन है मलाई। बाटो चाहिँ सोधेर यहाँसम्म बाइक ल्याउँदा पनि हुँदो रहेछ ल। यहाँसम्म बाइक आयो भने त धेरै छैन क्या। यस्तो छ क्या ठाउँ हेर्नु न, त्यो हेर्नु त ल त्यो डाँडा। ओ माई गड, त्यसै मान्छे आउँछ होइन क्या। कहाँसम्म पुग्नुहुन्छ? म 7 नम्बरसम्म त्यही माथि त्यो ठुलो डाँडासम्म पुग्ने हो। त्यहाँ छाप्रो थियो। हजुर, त्यहाँसम्म पुग्ने। ए अनि कहाँ गएर आउनुभयो त अहिले? म तालुबाट के गरेर आउनुभयो? सामान लिएर? म सामान अलि सक्नुभयो, हजुर त्यही भएर हजुर ल्याउन आएको हो। ए अनि हिजोदेखि मान्छे माथि गोसेकुण्ड यो बाटो कति उक्ल्यो त अहिलेसम्म? खोइ त्यो चाहिँ अन्दाजी हजुर 100-150 चाहिँ भयो, 200 जति भयो। ए 200जना यो बाटो हुँदै उक्लिसक्यो है? ए
फर्किनु भयो एकदम फर्कियो हामी चाहिँ हजुर माथि नै पुगेर आउनुभयो ए हजुर हामी चाहिँ नि हाई क्याम्पबाट माथितिर लागियो र घाम पनि लाग्न थाल्यो क्या हल्का 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 अब हामीले भ्यू हेर्न पाउने भयौँ हामीले चाहिँ ब्याग स्याग सब तल छोडेर आँखौँ आधीले चाहिँ बोकेर आऊँ र कोसेकुण्ड गएर नुहाएर चाहिँ फर्किने भन्ने चाहिँ प्लान हो हेरौँ अब के हुन्छ गाई तर बवालै छ ल भ्यू देखिरह पुरै आइरह खोला होइन पहाडै पहाड तर बवालै छ ल खत्रै छ आउनु पर्ने रहेछ ल यो ट्रेल नि बवालै रहेछ सेपट्टि त उखिँदा फुल्ल्या सुन्छ होइन तपाईँको औलाद पनि आउनु पर्यो नि कति भन्छ 15, 16, 32, 31 भयो भने जस्तो कहाँ हुन्छ र दुईटाको त ठिकै हो यो सालको गीत यो याला अब हामी चाहिँ यो के को हो यो च्याङ्ग्रोको है च्याङ्ग्राको खसी च्याङ्ग्राको खसीको सुकुटी खान थाल्यो अब हामीले अब हामीलाई च्याङ्ग्राको खसीको सुकुटी खुवाउनुहुन्छ अब यहाँबाट यस्तो छ भ्यू चाहिँ नि गाइस यो नि त पानी पर्न थाल्यो अब होइन खत्रै पानी पर्छ फाइनली हामी चाहिँ सूर्यकुण्ड आइपुग्यो होइन सूर्यकुण्ड बवालै छ ल पुरै त्यो चट्टान चाहिँ हिउँले खाएर त्यस्तो भयो उयो चट्टानहरू चाहिँ हिउँले खाएर त्यस्तो भयो डाँडा पुरै यस्तो छ बवालै छ क्लियरै छ सूर्यकुण्ड आइपुग्यो अब गोसेकुण्ड चाहिँ फेरि अब हामी यहाँबाट तल जानुपर्छ गोसेकुण्ड चाहिँ र सूर्यकुण्ड पुरै डाँडाहरू चाहिँ हिउँले गरेर त्यस्तो भयो क्या हिउँले खाएर चाहिँ यस्तो भयो रमाइलो छ यस मान्छेहरूको चलपल पनि बवालै रहेछ गोसेकुण्ड हामी गोसेकुण्ड पनि आइपुग्यौँ हाम्रो ऊ चाहिँ नि जर्नी चाहिँ कम्प्लिट हुन्छ गोसेकुण्डबाट यो चाहिँ गोसेकुण्ड भयो हामी जस्तो गोसेकुण्ड गएर स्नान गरेर चाहिँ अब हामी यहाँबाट फेरि बाटो रिटर्न हुन्छौँ र अब हामी चाहिँ नि अब त्यही हो गोसेकुण्डमा 1-1.5 घन्टा चाहिँ बस्छौँ होला अनि त्यसपछि चाहिँ अनि फेरि अब हामीलाई यही बाटो फर्किनु पर्ने हुन्छ त्यही भएर अब चाहिँ हामी तल गएपछि अब एउटा फोटो खिच्छौँ त्यो चाहिँ सक्यो गाइज हामी चाहिँ ट्याक्क लाएर यहाँ बस्यौँ है गोसेकुण्डबाट आएर फर्केर यो चाहिँ घर रहेछ है हामीलाई चाहिँ घरमा राखिदिनु भयो होमस्टे रहेछ होइन यस्तो छ यता यहाँ चाहिँ पुरै हामी चाहिँ सुत्या हो पुरै ज्वाइँ भन्दा नि कम छैन छोरी मात्रै नदिया अरू सब फेसिलिटी छ यहाँबाट जाँदा चाहिँ बाटोमा उ गर्नको लागि चाहिँ खतरा हुँदो रहेछ यो बाटो चाहिँ बन्दै रहेछ अझै यसरी हाम्रो दाइहरूले चाहिँ पुरै बोकेर होइन तलबाट हाम्रो उहाँ दाइहरूले चाहिँ बोकेर यसलाई चाहिँ अब यो ठाउँसम्म पुऱ्याउने क्या यो के अरे काठे भिर होइन फेदी भिर यो थाई इयर दुर्घटना भएको यो रहेछ होइन यो चाहिँ उहाँ माथि लगेर चाहिँ नि यो यसो डिरेक्सनहरू दिनको लागि चाहिँ राख्ने रहेछ कि सही होला यो बाटो बन्दै रहेछ यो चाहिँ अब हामी फाइनली दुप्चेश्वर आइसक्यो होइन अब दुप्चेश्वर महादेवमा ट्याक्क नुहाइन्छ हल्का स्विमिङ गरिन्छ अनि जनै चेन्ज गरिन्छ यस्तो छ साथीहरू नुहाइराख माथि दुप्चेश्वर महादेव भयो त्यो माथिको चाहिँ होइन त्यो चाहिँ नि खोला माथिबाट आएको खोला हो होइन गोसेकुण्डबाट आएको खोला हो खै हामी स्नान गरिन्छ होइन फाइनली अब हामी चाहिँ कसरी आइपुग्यो गोसेकुण्डबाट होइन अब हाम्रो चाहिँ नि
सकियो यात्रा सकियो ट्याक्क हामीले ल्याएको जल चाहिँ पशुपतिनाथमा चढाउँछौँ अनि त्यसपछि हाम्रो यात्रा चाहिँ नि सकियो।